स्वयं पितृले पनि के भन्नुहुन्छ यहाँ, जसले यो विधिबाट तर्पण दिन्छ, जसले अगाडिपट्टि फोटो राखेर अथवा नाम सम्झेर जो मरेको छ त्यो मरेकालाई सम्झेर जसले के गर्छ, जल अर्पण गर्छ, धूप बालिन्छ पितृको नाममा, दक्षिण दिशामा जल अर्पण गरिदिन्छ। अझ भनौँ भोलिको दिनमा जसले भोलिको दिनमा माटाको दियोमा एउटा बत्ती बाल्छ भनेको छ यहाँ, अगति परेका बिचैमा मरेका जे जति छन् अकालैमा यो धरतीबाट प्रमुक्ति भएका, जुन मेरो सन्तानले मलाई बत्ती बाल्छ, धारामा लगेर राखिदिन्छ, नदीमा लगेर औँसीको दिन बत्ती बगाइदिन्छ। एक वर्षको महालय यो पर्वबाट म बिदा भएर जाँदा पनि जुन घरमा जसले मलाई श्रद्धापूर्वक बत्ती बाल्यो त्यही घरमा पूर्ण आशीर्वाद दिँदै म जान्छु।